म चाहिँ ब्लग बनाएको मिनी ब्लग हैन अनि त्यसपछि पहाड निस्केको छ देखाउनु पहाड निस्किदिनु भयो नि देख्नै भएको छैन अनि दादाले पनि ब्लगै बनाइदिनु भएको छ अनि त्यसपछि केराबारी चाहिँ कता बढाऊ केराबारी त बनाना केराबारी पो होला We are on the way to Keravare. Is this Keravare? This is not Keravare, this is Khorsane. And why did you say Keravare? On the way to, we are going to Keravare. Why? Just for a quick drive. Let's go Kathmandu. Kathmandu? Yes. We will not reach Kathmandu. Kathmandu is very, very far. Why? Why? Fat करे. Did you fart? Yes. अनि गाइजहरु अनि त्यसपछि कति रे घर रहेछ कति राम्रो We are entering into jungle. Jungle? Yeah. Where is Pahad? Pahad is disappeared now. Jungle is blocking our view to Pahad. We are in jungle. I'm scared in jungle. No need to be scared. Dada, maybe we will go this road, right? No. I have remembered. Look, I got the stay next to the guys, Guy got the stay. को मलाई चिन्नुहुन्छ म प्रिसाराय हो फेरि को मलाई चिन्नुहुन्छ भने नि अनि मलाई कमेन्ट गरिदिनुहोस् हाम्रो जंगल आएको छ हैन गाइज अनि त्यसपछि लाइक पनि गरिदिनु ल गाइज अनि जंगल आइपुग्यो हैन गाइज अनि त्यसपछि केराबारी चाहिँ कता आउँदो रहेछ हेरौँ है त गाइज अनि पहिला मैले मङ्कीहरू देखेको थिएँ नि यता थाहा छ मामु अनि कति धेरै मङ्की पो थियो त अनि हिजो त्यो होइन कि अर्को पनि थियो क्या माथि चढेको कुकु काका गर्ने क्या बनाना पनि खाँदै थियो अनि बिहार पनि देखेको थिएँ पहिला नि हिजो तपाईँले मङ्की र क्याटको कुरा गर्थ्यो हुन्थ्यो नि अनि त्यसपछि भ्लगहरूलाई बनाएको भ्लगहरूलाई एउटा भ्लगमा सानो भ्लगमा नि अनि त्यसपछि मैले अन्डाले कुखुरा पारेको भन्दै थिएँ होइन अन्डाले कुखुरा पारेको घरमा नै अनि आज केराबारी हुन्छ मामा केराबारी जाने बाटो जङ्गल केराबारी आउँछ जङ्गल कटेपछि अब कति बेला रिच हुन्छ है रिच पुगेपछि म गइसकेपछि नि घर पहिला केराबारी गइसक्यो भने नि अनि म तपाईँहरूलाई भन्छु हस् गाइस अनि यो चिया त कति राम्रो रहेछ हाम्रो गाडी त अनि कता गएको हो त कति मेकअप गरेर आएर आएछु हौ है मामा हो नि मेकअप गर्न मन लाग्छ तिमीलाई मनपर्छ मन किन्दिन एउटा मेकअप सेट मलाई एउटा पनि छैन मेकअप सेट चाहिँदैन बेबीहरू मेकअप गर्दैन नि धेरै कहाँ जानु मेकअप स्कुल जान मेकअप गर्न मिल्दैन अनि पार्टी जान हौ ठुलो भएपछि मेकअप गर्ने म किन्छु पार्टी जाँदा भन्दैछु अनि मेरो कहिले कहिले बिहे हुँदैन त बिहे अहिले हुँदैन ठुलो भएपछि हुन्छ म त्यति बेला तिमीलाई राम्रो सानोको बिहे पनि हुन्छ त जन्मदिन ए जन्मदिन भनेको बिहे होइन नि त बर्थडे हो नि त जन्मदिन अब केराबारी आउन आँट्यो है गाइजहरु को मलाई चिन्नुहुन्छ मलाई लाइक गर्नुहोस्
म प्रिसारायो मेरो साथी चाहिँ को भन्दा हो भने रबिजा अनि बन्दिता हामी रायो है मामु चाहिँ कुन रायो मामु चाहिँ अर्को रायो हामी चाहिँ अर्को रायो मामु चाहिँ चामलिङ रायो आज गाइस तिमी चाहिँ कोन रायो नि म चाहिँ नि बुझली गाइस पान्तावा रायो बाई गाइस कोकोलाई मलाई चिन्नुहुन्छ लाइक गरिदिनुहोस् अनि मेरो नाम प्रिसा राई छ अनि लाइक पनि गरिदिनुहोस् कमेन्ट पनि गरिदिनुहोस् मेरो के भनेर गर्नु होला कमेन्ट तिमी कता पढ्छौ अनि तिमी कता बस्छौ अब केराबारी आयो है गाइस कति राम्रो भ्यू रहेछ अब जङ्गलले अब जङ्गलले पहाडलाई छोपेन हैन अनि त्यसपछि अघि चाहिँ जङ्गल उता छ अब पहाड चाहिँ यता आयो है गाइस हैन गाइस कति राम्रो रहेछ है तपाईले देख्ने भएको छैन केराबारी यो भिडियोमा हेर्नुस् ल गाइस कोले देख्नु भएको छैन भने यो भिडियोमा हेर्नुस् मैले एड पनि गरेको छु कि मिनी ब्लग है मिनी ब्लग हस् यस्तो गर्दा त कति सादो हो अब चिल्ली चौक पुग्न आँटो है चिल्ली चौक त हामी कटिसक्यो त्यो धान चोक रहेछ के चोक रहेछ हेर त यहाँ को हुनुहुन्छ यहाँ This road goes to Dharan. Dharan? Yeah, Dharan. This road goes to Okteni. Okteni? This side road goes to that is Madan Bhandari. अनि गाइस देख्नुभयो गाइस आज वर्ल्ड कप सुरु हुँदैछ है वर्ल्ड कप अब अलिकति बाँकी छ है वर्ल्ड कप Okay, we already finished. Over. सक्यो No, not yet. छैन कसले जित्नु भयो भन त यो वर्ल्ड कपमा स्पेनले जितेको स्पेनले जितेको मलाई थाहा छ गाइस हल्यान्डले यसरी हिँड्छ ल रोनाल्डो हल्यान्ड भनेको हल्यान्ड मेसी पनि हरायो है अनि त्यसपछि नि फुटबलको एक्टरको गाई पो रहेछ त हैन गाइज मेरो बाबु चाहिँ यस्तै नै बस्नुहुन्छ है गाइज अब जङ्गल फेर अब घर पुग्ने होइन अब त आइसक्रिम खाने हो आइसक्रिम खाने हो है गाइज धान रोपेको रहेछ है धान रहेछ कोही पो हालो स्क्वायर वाला हुन्छ नि धान यता बस्नु पर्यो हौ अनि त्यसपछि म प्रिसाएर है अनि मोबाइल पनि हेर्दैछ यो चाहिँ मामुको मोबाइल हो Bye guys.